कालै छ चेरी कहिले खाने सब भुइँमा झरेर कालै चेरी ल हेर्नुहोस् त है चेरी त कति हो कति यस्ता यस्ता छन् ठाउँ चाहिँ नरमाइलो छैन जङ्गल मन पर्नेको लागि अब अहिले चाहिँ यहाँ चेरी पाकेर लटरम्मै हुन्छ अब चेरी हाम्रो ब्रेकफास्ट हो अब अलिक दिनमा यो सबै असेलु है यो असेलु फुलिरहेछ टन्न यो असेलु फेरि अलि दिनमा खान पाइन्छ फेरि केही समयपछि हामी स्याउ खान पाइन्छ स्याउ फ्री भिसा फ्री टिकट यो सेतो के हो यो नजिकमा गयो भने त यस्तो छ है हावा लाग्दाखेरि पुरा यो जङ्गलमा चाहिँ गाउँमा कपास उडा जस्तो हुन्छ यसको विशेष ठाउँ माल मेटेरियल चाहिँ यस्तो छ ल हेर्नुहोस् त्यही भएर अब हामीलाई चाहिँ ब्रेकफास्टको लागि चाहिँ यहाँको गभर्मेन्टले फ्रीमा फलफुल के खान्छस् असेलु खान्छस् कि स्याउ खान्छस् कि चेरी खान्छस् कि अनि भुइँमा स्ट्रबेरी छ स्ट्रबेरी खान्छस् कि अब जङ्गलै स्याउको हजुरको अब जङ्गलै के अरे चेरीको अब गाममा त चेरी त चित्रमा मात्रै खाएको फोटोमा मात्रै खाएको यहाँ त आफ्नै हातले इस्तेमाल गर्न पाइन्छ आरामले अब म तपाईँलाई एकैछिनपछि लटरम्म चेरीको बगानतिर लाँदैछु हेरिबक्सियोस् सबै असेलु अब यहाँ चाहिँ मेरो लगभग 1 घन्टा जति ब्रेक छ अनि मेरो प्लेन चाहिँ त्यहाँ वेटिङ भइरहेछ यो हाम्रो मेरो एरोप्लेन चाहिँ यही हो हुन्छ भने यो ट्रेनको बाटो कहिलेकाहीँ यो ट्रेन ठ्याक्कै आएको बेला त्यहाँ लाइट बालिदिन्छ अनि हामी एकछिन ट्राफिकमा परिन्छ यो पारीतिर हेर्नु यो जङ्गल सबै फलफुलको छ है कन्दमुल